जेठा दिदी चिया पकाउनु न लाज लाग्दैन हौ दिदीलाई चिया पकाउन राम्रो पकाएर खाने नि मलाई पनि बना ल्याउ न के अरे भोलि म अमेरिका जानु अनि आज म चिया पकाएर बस्नु ए देउरानी तिमी भोलि जाने अमेरिका आज जाने हो र आज त खानु पर्यो होला नि जाऊ न बनाऊ थपा खाना के साह्रो हो न सबैको अटी हो म अमेरिका दिखाएको भने छ काम गरेको छ चिया पकाउन पकाउनु छैन नत्र अच्छा दिदी पकाएर कस्तो पिट्यो क्या ढाड दुख्ने गरी कस्तो साह्रो ढाड पनि दुख्यो मन नलाग्यो कस्तो बनाएको नि चिया पनि बिक्सीको हालेर ल्याएँ हौ पहिला उसले खान्छ नि म खान्छु होइन रहेछ मिठो छ होला के गर्नु अब झगडा गरिहालेँ कसरी पकाउने यार अब तिमीलाई साह्रै ढाडै दुखेको भने चाहिँ अब यो आधा तेल छ यो तेलले मालिस गर्नुपर्छ के अरे अब नाटक हो भने चाहिँ थाहा छैन मलाई यो ढाड दुखेको दुखेको छ त कसरी याद गर्दैन दुखेको भाइ के छ त लैजाऊ न उहाँ विदेशमा लैजाऊ यो अघि भुतालेको कपाल भुतालेको ढाडमा हानेको सबै जाति हुन्छ मलाई त गर्छु जे भए पनि मैले गरिहाल्नु छ नि त्यस्तै हो दिदी बहिनीको त मैले पनि तपाईँलाई न्युरोदेखि साडी लगेको कस्तो राम्रो छ मन पर्यो खाना पकाउने